यो हाम्रो महेन्द्र सरकारको पालामा बनेको 2015 विक्रम सम्वत बनेको भवन रहेछ। अनि यहाँबाट चाहिँ महेन्द्र सरकार, वीरेन्द्र सरकारहरू आएर बस्ने ठाउँ गेट यहाँ रहेछ। तर अहिले चाहिँ प्रवेश निषेध लेखिएको छ र यहाँबाट लगभग फेवाताल एकदम नजिकबाट देख्न मिल्ने ठाउँ र यहाँको मध्य भागमा बसिएको रहेछ। फेवातालको मध्य भागमा छ। यहाँबाट बैधाम पनि नजिक र तालबाराई पनि नजिक रहेको ठाउँ। परको ठाउँ चाहिँ रहेको छ सायद पुम्तीकोट त्यतै पर्ने होला। यता यो भवनतिर रहेछ, यता माथि डाँडामा होइन। गार्डन राम्रो छ। अनि यस भवनको नामाकरण गरेको रहेछ रत्न मन्दिर। र यहाँ चाहिँ त्यो बेला ताका चाहिँ बेलायतको रानी एलिजाबेथ II पनि आउनु भएको रहेछ र चाइनाको प्राइम मिनिस्टर पनि भिजिट गर्नुभएको ठाउँ। एकदम भिभिआइपीहरू आएर बस्ने ठाउँ। अनि अहिले चाहिँ नेपाल ट्रस्टले यो चाहिँ संरचनाहरू चाहिँ जगेर्ना गर्ने काम गरिरहेको छ। यहाँ हाम्रो साथीले पनि थोरै भिडियोग्राफी गर्दै हुनुहुन्छ। यहाँ फेरि अलि ठुलो क्यामेराहरू चाहिँ ल्याउन नपाइने, अनि सानो मोबाइलबाट मात्रै खिच्न चाहिँ अनुमति दिनुभएको छ हामीलाई। र त्यहाँ पर चाहिँ हाम्रो मोटर बोट पनि रहेको रहेछ सानो। यसपछि हामी यहाँ जाँदैछौँ। यस ठाउँबाट हामी लेट्स गेट इनसाइड लेट्स गेट इनसाइड। आत्मविचार गरेर जानु होला। पट्टे कहाँ ल्याएछ आत्मविचार? यस ताल घरको देब्रेपट्टि साइडमा तत्कालीन समयदेखि पुज्दै आएको नागको थान रहेकाले अवलोकनकर्ताज्यूहरू प्रवेश गर्दा आत्मविचार गर्नुहुन्छ। साइडमा तत्कालीन समयमा पूजा गर्दै आएको देब्रे दाहिने यतापट्टि रहेछ होइन।